3 खेप है ल 3 खेप 3 खेप पुर्याउनु पर्छ है आगोको छेउमा जाने बाउला अलि उता लैजाने त्यो आगोको छेउतिर जाने भेटिन्छ हरे हे ओम ए धो सिसामी दो सिते जो मतिदेहि सनव्रति पृथ्वीम्बान सूर्याय भ्योन वैश्वानराय नमः स्वाहा एक खेप लगाते हरे हे ओम सन्नो देवी तीन खेपमा चाहिँ सबै लगाउनु श्रवन्तुनः स्वाहा 2 खेप लगाइदिने हरे हे ओम सहस्रशीरेखा पुरुषः सहस्राक्षः सहस्रपातं सभूमिगुं स्रवतश्रुत्वा तिष्ठद्दशाङ्गुलम् ओम स्वाहा सबै लगाइदिने स्वाहा चित्तश्रवेण भस्मनं किञ्चित् ल तिलक पनि जानु सुत्तै फेरि एकै ठाउँमा ओम जय जय गरेको अहिलेको के गरेको मम्मी भन्छ हौ भाइले अब भएकै छैन नि ओम जय जय हो आउनु त यार के गर्नु मम्मी ओम जय जय गरेको आइज यहाँ आउनु त यहाँ हेर्नु त आउनु पानी तपाईँले त पोखाउनु के भयो के भयो युवराज सर यता तान्नु भएपछि हुन्छ सबै एकैचोटि नि एउटा 5 को मलाई त्यहाँ छ मैले थाहा छ नि राखेको देख्दैन अन्त देख्दैन के लु अहिले म भन्दिनँ है हेरेर लानुहुन्छ ल हजुरले हेर्नु दाजुले म भन्दिनँ भन्नुभयो ल अब लास्टको दक्षिणा मात्रै छैन नि अनि सक्यो ल अनि आरती यसो कति बेला गर्नु किलाको अब एकछिन गरेर एउटा दुईटा यहाँ चाहियो धेरै दिउँ भने फेरि पुग्नु साह्रो पार्ला होइन क्यामेराम्यान फोटो निकाल्ने रेडी हो सर हो ल नानी ऊ त्यो कपडामा नि यसमा अक्षताहरूको पानीसँग दागी लाग्छ पेपर यसमा मैले अघि नै सोध्नु यसो गर्छु बुवामा हो त्यसलाई प्लास्टिक किनभने अमेरिकामा दागी लागेको लुगा लाउँदैनन् यसो यसो गरेर चाहिँ जोगिन्छ जोगाउनु पर्छ है ल यसो गर्दा जोगिन्छ पेपरमा राख्नु तर पेपर भिज्छ नि प्लास्टिक 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 भित्र लाउनु न लुगा चाहिँ भयो भयो न वाइसमा लाउनु लुगा होइन यसो गर्दा हुन्छ बदाजु हुन्छ त्यसो गर्दा यहाँ प्लास्टिक यहाँ छ नि त लु लु बस्नु ल बस्ने र पूजा गर्ने चन्दन अक्षता छेउमा राख्ने किलानी छेउमा है एकछिन ल पिताजी भाउजू एकछिन के काम पारेर जानुभयो कि आउनु काम चाहिँ सघाउनु